तिमीलाई चाहिँ शिवले कसरी उत्पन्न गरे ल भन्देऊ त। ल भन्देऊ। तिम्रो आधार के हो? शिवसँग तिम्रो के आधार छ? ल भन्देऊ। ल भन त, शिवले कसरी उत्पन्न गराउनु भएको तिमीलाई? कसरी उत्पन्न भयो? सत्य सत्य भनिदेऊ है। शाबास। ल ठिक छ, त्यसो हो भने अब तिमी दक्षिण कालीमै गएर चाहिँ प्रकट हुने हो त? हुन्छ कि हुँदैन? दक्षिण काली जान खुसी छौ कि छैनौ? ल भनिदेऊ। हुन्छ गुरु, म चाहिँ भएको बेलामा आएको चेली दक्षिण काली महाकाली हरेसी बाबा सम्झिन्छन् जहिले। ल परमेश्वरी, त्यसो हो भने अबदेखिबाट यो चेलीलाई हिँड्दा डुल्दा खाँदा बर्दा उठ्दा बाटामा घाटामा कुनै बेला छोप्ने काम्ने बरबराउने गर्न पाइने छैन है। आफ्नो स्थानमा बसेर आफ्नो सिद्धतामा यो चेलीलाई आफ्नो ध्यानमा लानुपर्छ। हुन्छ कि हुँदैन? हुन्छ। शाबास। त्यसो भए दक्षिण कालीमा गएर नि यसरी कामेर म फलानु माता हो भन्न सक्छौ नि? शाबास। त्यसो हो भने तिमी चाहिँ अब तिमीलाई चाहिँ 16 शारदम ढोल ढ्याङ्ग्रोहरू सबै कुराहरू चाहिँ गरेर यो चेलीलाई चाहिँ हातमा सुम्पिसकेपछि तिमीले हेराउन कोराउन गर्न सक्छौ कि सक्दिनौ? ल भन। शाबास। शाबास। त्यो हामी विधि विधान हामी सिकाइदिउँला।